सम्पू नमस्ते। अब चाहिँ गाउँ गएको ल थिम्पू छोडेर अहिले चाहिँ बुकिङ जाँदैछौँ। फ्लाइट टिकट काटेको छ बुकिङमा। हेर्नुहोस् थिम्पूको भ्यू एन्ड वेदर क्या सुन्दर। फ्लाइट टिकट चाहिँ फिन्चलिङको हो। अब चाहिँ फ्लाइट टेकअफ भयो। अब फिन्चलिङतिर लाग्दैछौँ दसैँको सोपिङको लागि। यस्तो छ त्यति ओलखा टाउन पुग्यो। अब ओलखा छोडियो। अब बाबेसातिर लाग्नु थाल्यो। अब चाहिँ थिम्पूलाई छोड्यो एक हप्ताको लागि। हेर्नुहोस् भ्यू क्या दामी क्या सुन्दर। थिम्पूमा त यतिको गरम छ, फिन्चलिङमा के होला झन्। अब गएर फिन्चलिङको तातो हावा खाइन्छ। दामी छ थिम्पूको। फिन्चलिङको कस्तो छ हेरिदिङ हेरौँ है थिम्पूको। क्या दामी सुन्दर हो बाबा। यतिको जोड्नुपर्छ। ठक्कै आउँदै थियो तितित गर्दाखेरि त हाम्रो काली खोलाको बस पो फुत्तै निक्ल्यो त। वा मनै चस्सै भयो नि। हेर अब चाहिँ गेदु पुग्यो। गेदुको चिसो हावाले छुँदैछ। गेदु पुग्दाखेरि त फिन्चलिङ पनि जाडै सकियो भन्ने हुँदो रहेछ एकताल त। तर होइन, गेदु चाहिँ चिसो छ, फिन्चलिङ त गर्मी होला। गरमले हसिन पसिन भइसकेको कालो चेसमा ठ्वाक्कै लगायो।